यस्तो छ यार घान्द्रुक जाने बाटो दामी रहेछ यार घान्द्रुक चाहिँ बवाल छ केटा हो बवाल छ हामी चाहिँ होटेल हेर्न जाँदैछौँ केटाहरू ए भयो क्या अहिले चाहिँ धेरै नखिच चढ्दैछौँ है केटा हो घरहरू हेर्नुहोस् पुरै माटोको घरहरू दामी रहेछ यस्तो गल्ली गल्ली खालको अघि पनि हाम्रो बाटोहरू के हो यो त आलु हो क्या हो विशाल भाइ मजा आयो जाडो छ है यतातिर चाहिँ जाडो रहेछ कता भने आउँछ फेरि हिँड्दैछौँ है केटाहरू घान्द्रुकको गल्ली गल्ली हिँड्दैछौँ यस्तो गल्लीहरू रहेछ पुरै घरको बिचमा यता अब कताबाट जाने हो उताबाट उतापट्टिबाट हामीले होटेल देखिसक्यौँ है होटेल होलिडे यही होटेल रहेछ हामी बस्नु चाहिँ यही हो हामी बस्ने होटेल यहीँ कल गरेर होइन फाइनल्ली हामीले कल गरेको होटेल आयो बवाल रहेछ यार होटेल पनि सौराको होटेल हेर्नुहोस् है घान्द्रुकको नमस्ते घान्द्रुक आइपुग्यो है घान्द्रुकको होटेल हेरौँ अब फाइनल्ली यस्तो चाहिँ बाटो अनरोड अफरोड यस्तो बाइक लडाएर यस्तो पाराले हुन्छ अनि हाम्रो यो चिम्पाङ्जीहरू ऐसोले खाँदा ठिक चाहिँ आइ उहाँ किनेर खानुपर्छ भनेर यता अब हामी पनि खाउँ है ऐसोलीको रुखहरू देख्न सक्नुहुन्छ झर्ना हेर्नुहोस् है गाइज घान्द्रुकको झर्ना बवाल छ होइन त बवाल मजा यार झर्ना हेरेरै केटा कस्तो छ झर्ना ओए कस्तो छ ठाउँ बवाल छ यार विशाल दाइ के छ भने बवाल होइन त झर्ना हेर्नु न हाम्रो अगाडिपट्टि यार मुख धुन मिल्छ होला नि यार बवाल मजा आउँछ यस्तो छ यार घान्द्रुक जाने बाटो दामी रहेछ यार घान्द्रुक चाहिँ बवाल छ केटा हो बवाल छ हामी चाहिँ होटेल हेर्न जाँदैछौँ केटाहरू ए भयो क्या अहिले चाहिँ धेरै नखिच हेलो एन्ड नमस्ते गाइज अब चाहिँ हाम्रो बिहान भइसक्यो होइन अनि वेलकम ब्याक टु माई च्यानल है अनि आजको 4-5 महिना भइसक्यो होला मैले भिडियो नै बनाएको थिएन अनि आज चाहिँ अब उठियो आज चाहिँ हाम्रो केटाहरूसँग पोखरा घान्द्रुक अनि कुस्मो जाने प्लानिङ छ त्यही भएर बिहान उठ्यो आज काममा नि गएको छैन 3 दिनको छुट्टी छ अब चाहिँ म रेडी हुन्छु होइन अब हाम्रो साथी पनि आउँदैछ अनि केटाहरूले त्यहाँ अगाडिबाट अब हामी पोखराको लागि निस्किन्छौँ के कस्तो छ हेर्दै गर्नुहोस् है त भिडियो लास्टसम्म नै गाइज हामी चाहिँ अब घरबाट निक्ल्यौँ हाम्रो घरमा चाहिँ मम्मी हेर्दै हुनुहुन्छ केटा यतापट्टि छ अब त्यहाँ अगाडि बाइक छ केटाहरूसँग अनि हामी चाहिँ निस्किँदैछौँ होइन अर्जुन अब हामी चाहिँ पोखरा हुँदै घान्द्रुक जान्छौँ सुरुमा अनि त्यहाँबाट कम ब्याक टु पोखरा फेरि अनि त्यहाँबाट हामी कहाँ जान्छ कुस्मो बन्जी जम्पिङ गर्नको लागि चाहिँ कुस्मो जाँदैछौँ अब कस्तो हुन्छ हेर्दै गर्नु होला है त हामी सिधै अब जतिखेर पनि बाटोमा चाहिँ बनाउन सक्दैनौँ अब पोखरा पुगिसकेपछि चाहिँ हामी फेरि त्यसमा जोडिहाल्छौँ हजुरहरूसँग कस्तो लाग्छ निरन्तर भिडियो चाहिँ हेर्दै गर्नु होला अब हामी केटा घरतिर लागौँ है त अब हामी चाहिँ निस्किनु लाग्यो केटाहरू है हेलो गरौँ है ल हाम्रो यात्रा सुरु छ है विशाल दाइ अब गाइज होइन हामी चाहिँ निस्किनुलाई चाहिँ कट्टुको स्वादमा पुरै पारामा छ केटाहरू निस्क्यो अब बाइक लिएर अब हाम्रो ल विशाल दाइ छिटो रेडी गऱ्यो न यता ल अब हामी चाहिँ पहिला पोखरा हुँदै घान्द्रुक जान्छौँ अनि घान्द्रुकबाट फेरि हामी ब्याक आउँछौँ पोखरा अनि पोखरा हुँदै अब मौसमले साथ दियो भने हामी कुस्मा गएर बन्जी जम्पिङ पनि गर्छौँ होइन यसको अब हामी चाहिँ सिधै जान्छौँ होइन केटाहरू अगाडि गइरहेको छ हामीले चाहिँ बाटोमा चाहिँ 83,000को चेक काटेको कसो खस्या रहेछ हामीले भेटिरहेको छौँ होइन अगाडिपट्टि बाटोमा अनि त्यो चाहिँ हामीले पुलिस दाइलाई चाहिँ केटाहरूको हातमा चाहिँ चेक छ है 83,000को कसको हो चेक खसेको रहेछ त्यो पुरै साइन गरेको अब त्यो चेकलाई चाहिँ हामी कता ट्राफिक प्रहरीहरूबाट चाहिँ बुझ्नु त्यो चेक चाहिँ हामीले भेटिसकेको छौँ किलोमिटर छ बाटो हेर्नु न यहाँ अनलोड अफरोड यस्तो छ यी बाटोको हालत खराब भइसक्यो यो पुरै घोडासोडा केटाहरू उहाँ माथि पुगिसक्यो हामी चाहिँ आउनुहुन्छ भने चाहिँ अलिकति
केयर गरेर आउनुहोस् है बाइकहरू त्यसो सर्भिसिङ गरेर आउनुहोस् नभए त वान लाग्छ यहाँ मान्छेको यहाँ अचार गुन्द्रुक सब निक्लिसक्यो कतिखेर जस्तो भएछ बाटो हेर्नुहोस् न यहाँ बाटो अनलोड अफरोडी त्यस्तो पुरै ढुङ्गै ढुङ्गै गडेङ गुडुङ गडेङ गुडुङ बाइक त के हो यहाँ उक्लिन्छ त किन उक्लिने केटाहरूले हेर्छ आयो आयो घान्द्रुक आयो हेर्नुहोस् यहाँ बाटोको हालत ल केटाहरू मजा आइरहेको है अर्जुन ए मजा आहा ल हेर्नुहोस् है त यहाँ घान्द्रुकको नजारा हाम्रो यहाँ घान्द्रुकले गरेर गुन्द्रुक निक्लिसक्यो यहाँ मान्छेहरूको ल विशाल दाइ मजा आइरह नि अर्जुन सर खै त चस्मा मजा आयो गाई चाहिँ अझै पुग्न कति टाढा हो यहाँदेखि 7 किलोमिटर छ है केटाहरू अझै 7 किलोमिटर अब आनन्दले गएपछि अब घान्द्रुकमा गएर हामी अब यसो बस्नको व्यवस्था गर्छौँ त्यहाँबाट अनि फेरि सुरु गर्छौँ है त यात्रा लास्टसम्म चाहिँ अझै हेर्दै गर्नुहोस् है त अब निस्क्यौँ है त गाइज हामी घान्द्रुकतिर अझै झर्ना हेर्नुहोस् है गाइज घान्द्रुकको झर्ना बवाल छ होइन त बवाल मजा यार झर्ना झर्ना हेरेरै केटा कस्तो छ झर्ना झर्ना ओए कस्तो छ ठाउँ बवाल छ यार विशाल दाइ के छ भने बवाल होइन त झर्ना हेर्नु न हाम्रो अगाडिपट्टि यार मुख धुन मिल्छ होला नि यार बवाल मजा आउँछ ओए के हो भन्ने एउटा केही त यसको बारेमा ओए भन्ने यसको बारेमा यहाँ फेरि हेर यहाँ छुट्टै छ कि स्वाइक कहाँ गयो ऊ क्यामेरा यहाँ फेरि यता छ यस बवाल छ है केटाहरू बवाल छ आउनुहोस् है घान्द्रुक घुम्नलाई घान्द्रुक 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 आइपुग्यो है आइपुग्यो यस्तो छ है यतातिरको नजारा अब यहाँको थोरै उयो माथिपट्टि होटेलहरू छ अरे टक्क लाएर केटाहरू यता छ हामी यता छौँ पुरै हुसुला जस्तो अन्धकार भएको छ पानी पर्ला जस्तो बवाल घान्द्रुक यहाँबाट पनि झर्ना जस्तो खसिरहेको छ पानीहरू जता पनि यस्तै यस्तै अफरोड अनरोड बाटो त्यहाँ हेर्नुहोस् है लाली गुराँसको रातो रातो फुल छ अगाडिपट्टि देख्न सक्नुहुन्छ लाली गुराँसको रुख है लाली गुराँस फुलिरहेको छ त्यहाँ एउटा दुइटा रातो रातो अब हामी माथि पुग्छौँ है केटाहरू माथि पुग्नु लाग्यो है माथि पुग्नु लाग्यो हेर्दै गर्नुहोस् माथि जाँदैछौँ हामी अफरोड बाटोहरू चाहिँ यस्तो चाहिँ बाटो अनरोड अफरोड यस्तो बाइक लडाएर यस्तो पाराले हुन्छ अनि हाम्रो यो चिम्पाङ्जीहरू ऐसेले खान ठिक छ यहाँ उहाँ किनेर खानुपर्छ भनेर यता अब हामी पनि खाउँ है ऐसेलीको रुखहरू देख्न सक्नुहुन्छ कस्तो बोवाल छ उठाउनु जा बाइक उठाउनु गयो उहाँबाट चढेर बाइकले त्यत्रो तल यहाँसम्म लगाइदिए रोक्नु रोक्नु म आउँछु टिप्न नसक्ने ठाउँमा मात्र अरे म चाहिँ घोल्थ्यो भोलितिर पल्टेर अन्डर यता कहाँ सब्जी बाहिरको हामी चाहिँ टुप्पम पुग्नु लागिसक्यौँ है ऐसुली त टन्नै पाइदो रहेछु केटाहरू पुरै ऐसुली यहाँ माथि पुगेन छैन घान्द्रुकमा एउटा बाइक लडाएर यता आएन ऊ ऐसुली खोज्ने ऊ जब ऐसुली खान व्यस्त अब हामी फेरि माथि जान्छ है केटाहरू हेर्दै गर्नुहोस् फाइनल्ली हामी चाहिँ आइसक्यौँ है केटाहरू कहाँ हो यो कहाँ हो विशाल हामी घान्द्रुक आइपुग्यो केटाहरू घान्द्रुक हेर्नुहोस् त ल घान्द्रुक बजार आइपुग्यो है बल्ल बल्ल यस्तो बाटोबाट हेर्नु त यहाँ तलतिरको नजारा पुरै माथि हेर्नु यहाँ हिमाल यही हो घान्द्रुक बजार आइपुग्यौँ है केटाहरू फाइनल्ली यार बिहान 8 बजे हिँडेको पोखरा हुँदै घान्द्रुक आइपुग्यो है 3:30मा माथितिर हेर्न कस्तो छ ओए बवाल केटा आइपुग्यो फाइनल्ली जान्छ कि नजानी हेर्नुहोस् है बाहिरको बिहाको नजारा हेर्नुहोस् है घान्द्रुक बजार है हाम्रो यो चाहिँ घान्द्रुक बजारमा आइपुगिसक्यौँ विशाललाई कस्तो छ त बवाल होइन त ल हेर्नुहोस् है घान्द्रुक
मजा आउँछ है केटाहरू आउनुहोस् घान्द्रुक घुम्नलाई अर्जुन सर कस्तो फिल भइरहेछ जाडो भइरहेछ के छ मजा आयो है गाइज मजा आयो अझै हामी अब होटेलहरू खोज्छौँ अब बस्ने ठाउँ त यसो हेर्न पऱ्यो नि त अब आज एक दिन हो यही बस्छौँ अनि भोलि फेरि निस्किन्छ त्यही भएर यसो अब होटेल खोज्न गयौँ है त हामी चाहिँ यस्तो छ यार घान्द्रुक जाने बाटो दामी रहेछ यार घान्द्रुक चाहिँ बवाल छ केटा हो बवाल छ हामी चाहिँ होटेल हेर्न जाँदैछौँ केटाहरू ए भयो क्या अहिले चाहिँ धेरै नखिच चढ्दैछौँ है केटा हो घरहरू हेर्नुहोस् पुरै माटोको घरहरू दामी रहेछ यस्तो गल्ली गल्ली खालको अघि पनि राम्रो बाटोहरू के हो यो त आलु हो क्या हो विशाल भाइ मजा आयो जाडो छ है यतातिर चाहिँ जाडो रहेछ कता भने त फेरि हिँड्दैछौँ है केटाहरू घान्द्रुकको गल्ली गल्ली हिँड्दैछौँ यस्तो गल्लीहरू रहेछ पुरै घरको बिचमा यता अब कताबाट जाने हो उट्याबाट उतापट्टि एउटा हामीले होटेल देखिसक्यौँ है होटेल होलिडे यही होटेल रहेछ हामी बस्नु चाहिँ यही हो हामी बस्ने होटेल यहीँ कल गरेर होइन फाइनल्ली हामीले कल गरेको होटेल आयो बवाल रहेछ यार होटेल पनि सौराको होटेल हेर्नुहोस् है घान्द्रुकको नमस्ते घान्द्रुक आइपुग्यो है घान्द्रुकको होटेल हेरौँ अब फाइनल्ली रुम है केटा यहाँ चाहिँ हाम्रो रुम भयो है माथिबाट तलबाट बब्बाल छ होटेलबाट निस्क्यौँ है अब हामी चाहिँ घुम्नलाई केटा हो घुम्नलाई दाइ चाहिँ हाम्रो अगाडि छ नि दाइले हामीलाई बाटो चिनाउँदै गल्ली गल्ली होइन दाइ बाटै चिनेन है एउटै जस्तो छ जता नि यता नि त्यस्तै छ कता निक्लिने हो यता नि त्यस्तै छ सबै ठाउँहरू एउटै माथिसम्म रहेछ है गाउँ सकिएन हो केटा हो सकिएन जता हेऱ्यो नि एउटै हो नि त विशाल भाइ जता हेऱ्यो नि एउटै छ है बवाल छ तर यार ठाउँहरू के गल्ली के रे काठमाडौँ अर्को खालको गल्ली यहाँ ढुङ्गे गल्ली होइन अर्जुन सर केटा हो सकिएन हिँड्नलाई होइन विशाललाई अब हामी फर्किन्छौँ अब आजलाई अब भ्लग यति नै भयो हाम्रो घान्द्रुकसम्मको अब हामी भोलि बिहान चाहिँ अर्कै फेरि हामी घान्द्रुकबाट फर्केर बन्जी जम्पिङ गर्दै पोखरा जान्छौँ त्यो चाहिँ अर्को पार्टमा आउँछ भिडियो कस्तो लाग्छ अन्तिसम्म हेर्नु होला है त ल विशाललाई बाई गरिदिनु ल अर्जुन सर एकचोटि ओइ मुन्द्रे ओइ बाई गर यहाँ आजको पाठलाई घान्द्रुकसम्म आइपुगेको आज एउटा पार्ट भयो अब भोलि हामी अर्को भिडियोलाई चाहिँ लाइक कमेन्ट र सेयर गर्नु होला अहिलेलाई बाई गाइज